फेरि कथा लिएर आएको छु है। अत्यन्तै चाखलाग्दो कथा छ। आशा छ तपाईलाई मन पर्ला र काम पनि लाग्ला। एका देशमा एकजना राजा थिए रे। अनि ती राजा निर्मोही राजा थिए, जसले दान धर्ममा पटक्कै विश्वास नगर्ने। अनि एक दिन राजा घुम्न गएछन्। अनि घुम्न गएको बेलामा बाटोमा एकजना सन्त महाराजले उहाँको रथलाई रोकेछन् र भनेछन्, राजन, मलाई तपाईको हातबाट दान चाहियो, दान दिनुहोस् भनेर भनेछन्। अनि त्यतिखेर राजाले भनेछन्, मेरो दान दिने चलन छैन, दिन्न भनेछन्। अनि फेरि सन्त महाराजले, हैन, मलाई जसरी भए पनि तपाईको हातबाट केही दान चाहियो, दान दिनुहोस् भनेर भनेछन्। अनि त्यतिकैमा राजाको रथको घोडाले गोबर गरेछन्। अनि फेरि सन्त महाराजले राजालाई भनेछन्, राजन, तपाईको रथको घोडाले गोबर गर्यो, यो गोबर त तपाईलाई काम लाग्दैन, यही गोबर मात्र भए पनि मलाई दान दिनुहोस् भनेछन्। अनि राजालाई त्यो सन्त महाराजलाई पन्छ्याउनका निम्ति मात्र भए पनि उहाँले ल त ल भनेर त्यो गोबर उठाएर उहाँले दान गरेछन्। अनि दान गरिसकेपछि सन्त महाराजले राजालाई आशीर्वाद दिएछन्, भनेछन्, तिम्रो बढ्दै जाओस्। अनि त्यतिपछि चाहिँ राजा आफ्नै दरबार फर्केछन्। अनि भोलिपल्ट बिहानै सबेरै राजाको दरबारमा त असाध्यै दुर्गन्ध फैलेछन्। अनि राजा त के हो यो भनेर उठेर बाहिर हेर्न थालेछन्, के हो भनेर। राजाको दरबारको अगाडि त ठुल्ठुला घोडाको गोबरको चाङ लागेछन्, पहाडै जत्रो, जसले गर्दा अत्यन्तै दुर्गन्ध वरपर सबै ठाउँमा फैलेछन्। अनि राजा त आत्तिएछन्। राजाले सबै सेनाहरूलाई परिचालन गरेर यो गोबर सबै हटाओ भनेर आदेश दिएछन्। अनि सेनाहरूले सकी नसकी सबै हटाउन कोसिस गरेछन्। जतिचोटि हटाए त्यत्तिकै फेरि त्यो गोबर फर्केर आउने रे, त्यत्तिकै चाङ लागेर पहाडै जत्रो बन्ने रे। जस्तो गरे पनि नसकेपछि अचानक राजालाई याद आएछ, ओहो, हिजो बेलुकी एउटा सन्त महाराज भेटेका थियो, उहाँलाई मैले घोडाको गोबर दान गरेका थिएँ, कतै त्यहीसँग सम्बन्ध त छैन भनेर